टिकट मिल गई। हामीले अंकललाई 1 बजे आएर फोन गरेछौं। अंकलले अहिले 3 बजीसम्म अंकलले फोनै उठाएको छैनन्। यहाँ चाहिँ के मर भनेर मात्रै रेडी हुन आइदिए। अब रेडी भएर जाने हो। सकिसक्यौँ। अहिले टोपी मेरो फोटो लिएर आउँछ। हाम्रो दिदी टिकट लिनको लागि खोजिँदैछ। यही देऊ न, एउटाको 300 रहेछ। ओ माय गॉड, हामीले टिकट पाइसक्यौँ। मेरो टिकट मिल गई। ओ माय गॉड, त्यत्रो हुने हो। 300 फर्कै रे टिकट। यो बेलुकाको हो कि बिहानको हो? यो अब बेलुकाको। ए बेलुकाको 100 रहेछ। ए बिहानको 100 रहेछ केटी। त 100 मा पर्ने रहेछ। दुर्भाग्य 200 बढी परेछ। जाम ऊपर फोटो खिचेर आम के 200 मै टिकट पाइसकेछ गरे। हामी धक्कामक्का गर्दै अंकलको कता हो टिकट? मेरो टोपी नि झिक्दै यस्तो टोपी लाउनु पर्यो। भुल नभएको हैन, अरूले दिन्थे नि त, अरूलाई फर्काइदिन्थे। त्यही भएर म त फर्काइदिन्छ नलानेको त फर्काइदिएन। तले हामीलाई चाहिँ लास्ट चाहिँ घुमाएको मुजा चाहियो। यो चाहिँ यति माथि जान्छ, त्यही भएर डर लाग्छ। यो पनि त माथि जान्छ नि, हेर न। ऊ फास्ट हेर नि, त्यसकै उमा त जान्छ नि, लेभलमा त जान्छ नि। मलाई अहिले आएर डर लागिरहेछ। अटो त मचिरहेछ। ओ माय गॉड, त्यति माथि पुऱ्याइदिन्छ। माथि पुऱ्याइदिन्छ दिदी। म त सबैभन्दा तल बस्छु। हेर भोक त लाग्छ न? लागेन मलाई त लाग्यो। डल्लै 1 प्लेट जति मोमो कोचेर आएको। हामी चाहिँ टपमा छौँ। टपमा कफी रेडी, चिसोमा कफी। अब गएर प्रमोद खरेलको गीतमा डान्स गर्ने हो। तर मन जान्दैको गीत आएन क्या। कार्यक्रम सञ्चालनमै हाम्रो सुदीप छेत्रीदाई एकदमै आशंका म स्टेजमा वेलकम गर्न चाहन्छु नेपाली म्युजिक इन्डस्ट्रीका सुपरस्टार सर्वप्रिय गायक प्रमोद खरेल एन्ड परम्परा। So let's welcome
अब हामी चाहिँ अब जाँदै यो लास्ट सुनेर वास्तवमा मैले चाहिँ यसलाई सर्ट भिडियोको लागि खिचेको थिएँ तर मैले चाहिँ लङ भिडियोमा राखिदिएँ मेरो भोइसलाई चाहिँ इग्नोर गरिदिनु होला किनकि म बिरामी थिएँ अहिलेसम्म नि निको भएको छैन र भिडियोलाई चाहिँ लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच अनि मेरो भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनु होला ओके बाई बाई